नमस्ते। आज चाहिँ हामीसँग हुनुहुन्छ मिलन होलसेलका हाम्रो रेगुलर कस्टमर हुनुहुन्छ अङ्कलजी चाहिँ। अनि अङ्कल, हजुरहरूले मिलन होलसेलमा आउनु थाल्नु भएको कति भयो? मेरो करिब 2 वर्ष जति भयो। 2 वर्ष जति भएन अङ्कल? अनि हाम्रो यहाँ पसलबाट चाहिँ हजुरले म्याक्सिमम लिने सामान चाहिँ के हो धेरै जस्तो हजुरले लिएर धेरै जान्छ? जस्तो लिने हजुरको यो आश्रय चामल अनि हजुर। सङ्ग चामल अनि आश्रय सङ्ग मेरो चामल। यो होटलहरू छन् अलिअलि। हजुर त्यसपछि मेरो प्राइभेट फुडकर पनि हजुर। अनि गाउँघरमा हजुर। फुडकर यो राम्रो बिक्री भएको छ। चामल पनि अति राम्रो, यो आश्रय जिरा आश्रय जिरा मसला अति राम्रो, यो राम्रो छ है? भात पनि हजुर। फर्र हुने हजुर हजुर अनि एकदम राम्रो हुने अनि सङ्गम जिरा पनि अति राम्रो चामल हो यो। त्यो यो हर जग्गा पाउँदैन पाउँदैन, हजुर। पाउँदैन। यो चामल हजुर कहाँ मात्रै हो। हजुर। अनि र एउटा यो अर्को छ, यो के नामको यो सोनम, राजा सोनम। हजुर सोनम यो पनि बहुत राम्रो चामल हो। हजुर। तर यिनीहरू भन्दा पनि अझ बढी नै चामल अहिलेको चाहिँ मार्केट भन्दा मेरो जति ग्राहकहरू छन् हजुर। 25 जना ग्राहक छन्, उनीहरूले आश्रय मात्रै भन्छन्। आश्रय खोज्छ नि? आश्रय मात्रै आश्रय जिरा खोज्छन्। मसला चामल। आश्रय जिरा ल्याउनु, आश्रय जिरा अनि ल्याउनु हजुरले चाहिँ यो चामलहरू चाहिँ के होटलमा सप्लाई गर्नुहुन्छ? होटलमा अब मैले हजुरको पसलबाट लाने हो, होटलमा दिने हो। हजुर अनि अरू बाहिरबाट पनि ल्याउनु त, तर बाहिरबाट ल्याएको चामल त्यति बिकेन कि म कहाँ। हजुर। अब गुडलक पलले त्यति मेरो काम गर्न सकेन। तर यो चामल ब्रान्ड भन्दा नि हाम्रो आश्रय जिरा मसला चामल चल्यो। बहुतै राम्रो, हजुर, एकदम राम्रो। यसलाई त भन्नै छैन, हामीले पनि आफूले घरमा खाएर युज गर्यौँ। हजुर। तर यो चामल साह्रै राम्रो छ, राम्रो लाग्यो है? एकदम राम्रो छ। अब मैले करिब करिब यो चामल मात्र अहिले बेच्न लागेको यही मात्र आएपछि हजुर 1 वर्ष जति हुन लाग्यो। 1 वर्ष अनि अरू चामल बिदार नै आश्रय चाहियो हामीलाई। होइन, हामीले पनि आश्रय चामलमा चाहिँ अलिक क्वालिटी चाहिँ राम्रो होस् भने क्वालिटी त्यो चाहिँ अति राम्रो छ, क्वालिटी हेर्छौँ अति आफ्नो ब्रान्ड भएपछि एउटा क्वालिटी राम्रो होस् भने सोच्छौँ। मेरो त्यसले यता गर्दा अलिअलि यता कलङ्कीतिर सतुङ्गलतिर छ, त्यसपछि अलिअलि मातातीर्थतिर पनि छ, हजुर अङ्कल। यता तपाईँको यता चितलङतिर पनि छ अलिअलि। हजुर तर राम्रो चामल हो यो, हजुर अति राम्रो। भात पनि राम्रो छ, स्वाद पनि राम्रो छ। अनि बिग्नलाई यसलाई आश्रय भनेपछि मैले जो आफूले ग्राहक बनाएँ उनले हजुर। आश्रयमा अरू चाहिने, हामीले आश्रय मात्र ल्याउनु, आश्रयमा ल्याउनु। दिने ल्याउनु, यो ल्याउनु सक्नु नठानु तपाईँ छोडिदिनु भन्दा भनेर भन्छन्। अनि अङ्कल, म अब अर्को सोध्छु, हजुरले काम गर्न थाल्नु भएको कति भयो अङ्कल? मेरो काम गर्न सर भयो अहिले 2 वर्ष हुन 2 वर्ष लाग्यो। त्योभन्दा अगाडि के गर्दै हुनुहुन्थ्यो? त्यो वर्ष अगाडि मैले घरमै अब आटो नोकरी छौरी सानोतिनो गर्थेँ। हजुर। अनि अब त्यो नोकरी छौरी छोडेर मैले यही अनि अब तपाईँहरूको एउटा सेल्सम्यान जस्तो भएर बसिरहेको छु। हामीले चाहिँ सामान बिक्रीबाट गर्नुपर्छ, काम भइरहेको छ हजुर, अङ्कल। हजुर। बजार कस्तो छ? बजारमा सामान बजार मजाले बेच्दै पर्छ? बजार राम्रो छ हजुर। बजार यो चामल यो सामानको तपाईँलाई जुन सामान भयो नि त्यो कुनै सामान कम्प्लेन आएको छैन मलाई अहिले। अनि तपाईँले यो चामल गुडलकमा पनि मिसिएको देख्यो कि? हजुर हजुर मिसिया देख्यो, अन्त पनि मिसिएको थियो। अनि बोरीमा सिल हेर्दाखेरि ओर्दाखेरि भन्दा चिन्दा रहेछ, म त त्यसो चिनिनँ। हजुर, तर त्यहाँभित्र अलिक मिक्स हुँदो रहेछ। हजुर। तर यहाँ लिए त्यो मिक्सबाट नचिताए हुन्छ, हजुर हजुर। ग्यारेन्टी साथ होला। त्यहाँदेखि हजुरले मिलन होलसेलमा आएर क्वालिटीको सामान पाउनुपर्छ, आरामसँग सामान सप्लाई सबै भएको छ, टेन्सन केही पनि छैन। त्यो कुनै टेन्सन छैन, एकदम राम्रो छ। अब चामलमा कुनै कम्प्लेन आएको छैन। हजुर मेरो कमसेकम अहिलेसम्म सबै ग्राहकहरू 30-35 होलान्। हजुर हजुर अङ्कल। 30-35मा मेरो राम्रै जान्छ। हजुर अनि तर उनीहरूले मलाई अहिलेसम्म यस्तो खालको कम्प्लेन भनेर कसैले भन्न सकेको छैन। हजुर। कसले त्यो नराम्रो कुरा यताउता भन्नै सकेको छैन। खुसी लाग्यो अङ्कल, हजुरले चाहिँ हामीले सुविधा दिन सकिएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। हजुर, हजुरहरूले पनि लाई धन्यवाद। राम्रो सामान दिनुभएको छ, राम्रो गर्नुभएको छ, ग्राहकहरूलाई चाहिँ आकर्षण गरिदिनु भएको छ, त्यसमा हजुरलाई पनि धन्यवाद। हजुर हजुर अङ्कल। यसै गरेर चाहिँ हामी कहिलेकाहीँ चाहिँ हाम्रो कस्टमरहरूको पनि कुराकानी सुनिन्छ। यदि हजुरलाई खाद्यान्न सामानहरू चाहिएको छ भने मिलन होलसेलको एपबाट घर बसी बसी सजिलै अर्डर गर्न सक्नुहुन्छ। आजको लागि यति नै, धन्यवाद।